नर्पा सेवा समाजको मङ्जाको कार्यक्रम भएर छ र मान्छे पनि धेरै आएर चाहिँ खाना खाएर हाम्रो आमा बुवाहरू हाम्रो युवाहरू सबैजना चाहिँ आलु तरकारी मजाले खाइरहनु भएको छ। सबैजना चाहिँ हाम्रो नर्पा सेवा समाजको तर्फबाट चियापान समाज परिवारलाई त्यहाँदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु। किनभने आजको दिन धेरै आमा चिया दोस्रोको चिया सेद्नु लाबे आज हाम्रो के छ आज हाम्रो सगा दाउको फर्स्ट दिनको मङ्जाको दिन एकजना आउनु भइरहेको छ नार्पु समाजको हो। हजुर हुन्छ, हस्, थ्याङ्क यू। हेलो नमस्ते हजुर। हजुर के होला सर? हजुर कुन समाजबाट होला? सबै सेन्ते पनि बडा आएर छ र मेरो आमाले हो। मेरो आमाले र हाम्रो नार्पुको युवादेखि लिएर बुढो बाजेदेखि लिएर बाउ बाजेदेखि सबैजना चाहिँ हजुर धेरै छ बिचारा सबैजना धर्म कर्मको लागि त सबैजना पैसा त है भएन भने आफू बाँड्दै हो कि खाँदै हो हो र? ए हजुर यो भन्नु एक दुई शब्द भनिदिनु प्लिज। नमस्कार सबै नर्पा समाजका साथीहरूलाई अनि हाम्रो जहिले पनि सगा दाउको सेवा धर्म हजुर हो ल ओके थ्याङ्क यू सो मच दाई र हाम्रो नर्पा सेवा समाजको सबै परिवारले पनि खुसीको कुरा यो कामहरू यो नार्पु समाजका यो अध्यक्ष काठमाडौँमा नमस्ते हजुर नमस्कार। यो हाम्रो नर्पा सेवा समाजको बारेमा केही भनिदिनुहुन्छ? यत्रो धेरै मान्छे आउनु भएको छ आज। जब मान्छे धेरै आएछ हाम्रो 25-26 कार्यक्रम छ, मान्छे पनि आइरहेको छ। धेरै मान्छे आउनु भएछ। सायद रोटीहरू पुग्ला कि नपुग्ला कस्तो छ पुगेन भने तपाईँहरूले केही अरू पनि व्यवस्था छ कि के छैन होला? यति धेरै मान्छे छ हेर्नुहोस् न, यति धेरै मान्छे छ। हेलो नमस्ते आइए। नमस्ते आइए। नमस्ते। मिठो छैन तपाईँ ढिलो आउनु भयो अनि 6 बजीसम्म सुत्नुहुन्छ कहाँ हुन्छ अनि? चियामा चाहिँ एर्चोकोमा हालेछ, अरू किन हाल्यो भने चियामा चाहिँ एर्चोकोमा हालेछ। मिठो भए पनि नमिठो भए पनि मिठो गरेर चाहिँ खाइदिनु होला। हेलो नमस्ते बहिनीहरू, चिया लिनु भएन कि के हो? चिया लिनुहोस् है, लिइसक्यो। एक दुई शब्द भनिदिनुहुन्छ? यो हाम्रो समाजकै हो, मिडियामा सबै हाम्रो समाजको मिडियामा जान्छ। एक दुई शब्द भन्नुहुन्छ? सेल कतिको मिठो छ त्यो? अनि यो चाहिँ हाम्रो नर्पा समाजको एउटा वर्षैपछि हुने एउटा कार्यक्रमको लागि आज गरेको थियो। यो दिन के दिन हो थाहा छ होला है? यो के दिन हो भन्ने थाहा छ होला है? यो चाहिँ हाम्रो बुद्ध जयन्ती, तिब्बतीयन बुद्ध जयन्ती आज। ल हजुर हुन्छ, थ्याङ्क यू बहिनी। अनि मिरोसँग खाइदिनु होला, नमिठो भए पनि। हजुर हुन्छ, थ्याङ्क यू। नमस्ते। चिया मिठो छ कि छैन? थ्याङ्क यू। अनि कुन संस्थाबाट गरे होला? चिया मिठो, मान्छे धेरै आउनु भएको छ है? मिठो छ? आलु तरकारी मिठो छ दिदी? भाउजू दामी हरामी हो क्या दिदी बहिनी हेरिन्छ दाइहरूले? नमस्ते। ए अचार पनि मिठै रहेछ है। यो चाहिँ के थरीको भनौँ ल? टिमोङ पनि छ, आलु तरकारी पनि छ। भाउजू नमस्ते। भाउजू पनि छ, अर्को दिदी पनि। पसिना राम्रैमा निकालिदिनु भएको छ तपाईँले होइन? दुःख यस्तोमा दुःख गरेर पसिना निकाले पो राम्रो। नमस्ते।
राम्रोसँग बाँड्नु है ल। यो हाम्रो नार्पा समाजले पनि किन्छ है ल। शादी गर्ने पनि खिच्ने ए ल ल ल ल कसरी थ्याङ्क यू। हाम्रो बुहारी नभए पनि बुहारी जस्तो गरेर चाहिँ काम गरिदिनु भएको छ। अर्को सालको बुहारी हो कि ल। हाम्रो नानीहरू मेरो भन्जीहरू ल उता अर्को भन्जी दुइटा गर्दै थिएँ। के हो फेरि के बारेको हो तिमीजना? कति थरीका हो आम्मा कति थरीको हेर। यो पनि रहेछ यो पनि रहेछ यो पनि रहेछ आम्मा। चिया खानुहोस् है चिया खानुहोस्। कोही मान्छे बोलाएछ कि छैन तिमीहरू?